म छोरा बेगर बाँड्न पनि सक्दिनँ म त मर्छु मेरो छोरालाई ल्याउनु पाएन भने म मर्छु म बाँड्न सक्दिनँ मेरो छोरा बेगर म बाँड्न सक्दिनँ अन्त्य लानु पर्थ्यो दसैँले मलाई त्यहाँ गनाएछ आजकल त हुन्थेन होला यस्तो जस्तो लाग्छ छ नि त अरू हजुर फेरि मन डर बनाउनु होला धेरै आफूलाई कमजोर पनि नबनाउनुहोस् किनभने हाम्रा दर्शकहरू माझमा पनि हामीले यो भिडियो देखाउँदै गर्दाखेरि दर्शकहरूले पनि हामीलाई धेरै माया गरेर आर्थिक सहयोग गरेर हजुरको छोरालाई हामी पनि पहल गर्नेछौँ हामी पनि सहयोग जुटाउनको लागि आएको छौँ उहाँदेखि यहाँसम्म त्यस कारणले गर्दा हजुर ढुक्क भएर बस्नुहोस् सकुशल भएर आउनुहुनेछ हाम्रो भाइ चाहिँ सबै कलेक्सन गरेर देवरलाई घर फिर्ता ल्याइदिनु पर्यो एउटै परिवारमा दुई छोरा एउटा बाकसमा फर्कियो अर्को छोरा अहिले मृत्युसँग दिनरात लडिरहेका छन् दर्शकबिन यो अत्यन्त हृदयविदारक घटना हो झापा अर्जुनधारा 8 तुदबारीबाट यो भिडियो सम्प्रेषण गरिरहेका छौँ बुढेसकालका बुवामा भाग्यसँग दिनदिनै हात फैलाउँदै चित्कार गरिरहेका छन् 4 वर्ष अघि मात्र परिवारको आशा बोकेर विदेश गएका धनबहादुरका जेठा छोरा फर्किए त केवल बाकसमा बन्द भएर तिनै पुरानो घाउ निको नहुँदै फेरि अर्को यो परिवारमा कहाली लाग्दो घटना भएको छ दर्शकबिन अहिले फेरि परिवारको अन्तिम सहारा कान्छा छोरा 39 वर्षका तारा न बोल्न सक्छन् न हल्लिन सक्छन् भारतको सिलगढीको अस्पतालमा जीवन र मृत्युको दोषारणमा बाँचिरहेका छन् घरमा एउटी सानी छोरी हरेक दिन ढोकातिर हेर्दै बाबाको पर्खेमा बसिरहेकी छिन् भने उता श्रीमती आफ्नो श्रीमानको उपचारको साथमा साथ दिइरहेकी छिन् आँसु सकिए दर्शकबिन पीडा सकिएको छैन यता आमा र बुवा भगवानसँग अझै सुतिरहेका छन् यस्तो कठोर परीक्षा कहिलेसम्म जति कठोर भगवानले परीक्षा लिए पनि डाक्टरले एउटा आशा जीवितै राखेका छन् डाक्टरले भनेको छन् दर्शकबिन 35 लाख पैसा जम्मा गर्नु तपाईँको बिरामी हामी निको पार्छौँ तर विडम्बना यो परिवारको न आफ्नो घर छ न त कुनै सम्पत्ति बिहान बेलुका अटो कुदाएर परिवार धान्दै अर्थात् छाक टार्दै आएका एउटा छोरा पनि अस्पतालको बेडमा छ भएको घर पनि ब्याचमरणीबाट बसेको धेरै वर्ष भयो हालसम्म त उपचारको लागि आफ्नो आफन्त छरछिमेकी इष्टमित्रले सहयोग गर्नुभएको छ अब यो परिवारसँग विकल्प त छ केवल दर्शकहरूको भरोसा अनि सहारा र सहयोगको अब तपाईँको सानो सहयोगले घुम्न आँटेको परिवारको यो खुसी दर्शकबिन फर्काउन सकिन्छ भनिन्छ नि एक थुकी सुकी 100 थुकी नदी भने चाहिँ सबैले सकेको आर्थिक सहयोग गरिदिनु होला दर्शकबिन तपाईँको सानो सहयोगले यो परिवारमा घुम्दै गरेको खुसी वेदना र रोदनबाट यी बुढेसकालका बुवाआमाको मुहारमा हाँसो छर्न सकिन्छ दर्शकबिन सक्नेले आर्थिक सहयोग गरिदिनु होला जति सक्नुहुन्छ यथाशक्दो आर्थिक सहयोग गरिदिनु होला नसक्नेले आर्थिक मनहरूमाझ यो भिडियो अत्यन्त धेरै सक्दो हुँदा सक्दो सेयर गरिदिनु होला दर्शकबिन आउनुहोस् दर्शकबिन यो भिडियो यहाँ माझमा हामी राख्दैछौँ र के भएको रहेछ घटना र कस्तो रहेछ कुरा के गर्न सकिन्छ हामीले यहाँहरू माझमा हामीले जस्ताको त्यस्तै भिडियोमा सम्प्रेषण गर्नेछौँ र भिडियोलाई अत्यन्त धेरै सेयर गरिदिनु होला फेरि पनि भन्न चाहे नमस्कार म हुँ प्रवीण विषी र तपाईँ यतिखेर हेर्दै हुनुहुन्छ फेसबुक र युट्युब च्यानलमा मेरो प्यार बिलाम आउनुहोस् दर्शकबिन के भएको रहेछ यो परिवारसँग म कुराकानी गर्न चाहेँ हजुरहरू सबैलाई नमस्कार मैले अलिकति बुवादेखि नै सुरु गरेँ हजुरको शुभ नामबाट सुरु गरौँ न नमस्कार मेरो धनबहादुर बराइली हो अर्जुनधारा 8 हो बसाइ अब मेरो दुःखको घडीमा होइन मेरो छोरालाई अब जुन मेरो 19 सालमा वैद्यहरू जाँदाखेरि दुबईमा घटना घटेर आएको होइन अहिले 4.5 लाख हो 11 गतेदेखि छ अब अहिले गएर चाहिँ के भन्नु क्यान्सर छोरो एउटा थियो क्यान्सर छोरो अहिले बिरामी भएर हजुर यारै बेन्सी हस्पिटल लगेर हामीले भरण गऱ्यौँ भरण गर्दा बेन्सी हस्पिटलले एकदम लास बनाइदियो लास बनाएको स्टेटमा हामीले के गऱ्यौँ निकालेर जब चाहिँ धुकधुकीमै थियो त्यहाँ हामीले लगेर अहिले सिलगढी हस्पिटल न्युरोमा लगेर हामीले राखेको छौँ हामीले राखेको 1 महिना भइसक्यो होइन त्यसले गर्दा हाम्रो के छैन आर्थिक छैन केही छैन आर्थिक केही छैन अलि भएको पनि पेन्सन ट्याक्टु टकटकाउने होइन त्यसले गर्दा अहिले हामीले चाहिँ आर्थिकलाई हामीले आवश्यक परेकोले हामी घर चन्दा नि उठाएर हिँड्यौँ चन्दा उठाएर नहुने पऱ्यो होइन र त्यो नहुनाले गर्दाखेरि मेरो छोरालाई बचाउनुको लागि मैले मिडियम लगाएको छु होइन सर
ठिकै छ कसरी हुन्छ कहाँबाट हुन्छ मेरो छोरालाई बचाउनको लागि हजुर नमस्कार गर्छु बिन्ती गर्दैछु हजुरहरूलाई मेरो छोरा अहिले म यता नउता दोसा दिएँ पुगिरहेको छ न यता नउता त्यस्तो भइरहेको छ सिलगढी हजुर तपाईँ पनि भइरहेको छ होइन त त्यसले गर्दा अहिले हामीलाई सक्दो हजुरहरूले गरिदिनुपर्छ आर्थिक छैन घर छैन म अर्का घरमा भाडामा बसेको छैन आफ्नो जग्गा दिन छैन जग्गा दिन मैले बेचेर सकेँ होइन सकेर अहिले अवस्था यस्तो आयो कि मेरो छोरालाई अहिले यस्तो भयो ठुलो छोरो पनि छैन त्यस्तो भयो सानो छोरो एउटा छ त्यो पनि त्यस्तो छ एउटा छोरी छ अहिले बिहे गरेको बाङमा छ होइन त्यसले गर्दा 3जना मेरो छोराछोरी हो 3जनामा एउटा छोरो छैन एउटा दिदीभाइ थियो दिदीहरूले भाइ पनि त्यस्तो भएको छ होइन तारा बराइली मेरो छोराको नाम तारा बराइली हो अहिले उहाँलाई सिलगढीमा उपचार गरिरहेको छौँ उपचार पनि हामीले अहिले नसकेर हरेक गरेर डन्डा उठाएर हरेक गर्दैछौँ गाउँ घरमा उठाएर हेर्नु त्यति गर्दा पनि भएन अब हामीले के गर्छ यस्तो पाल त चल्दैन भन्दा मिटिङ लाउने हामी सल्लाह गरेर हजुरलाई बोलाएको छौँ कसरी हुन्छ आर्थिक बढाइदिनु पऱ्यो हजुरहरूले मेरो छोरालाई एकदम बचाउने कोसिस गरिदिनु पऱ्यो अब सिलगढीमा लगेर अहिले पैसाको रुपियाँ भन्नु कति गाह्रो छ भन्नुहोस् अहिले बाँकी पनि गर्दैछौँ अहिले सर हामीले साँच्चै बाँकी गर्दै बाँकी चल्दैछ पैसा लिए भने छ अब हामीसँग अलि लग बुझायो त्यस्तो तरिका हामी चल्दैछौँ अब के गरेर हुन्छ कुन तरिका हुन्छ हजुरले यति मैले गरेँ चाहिँ हजुरलाई बिन्ती छ नमस्कार हजुरलाई सबैजनालाई अनि अलिकति जानकारी गराइदिनुहोस् न यहाँ हजुरले बिएनसी अस्पतालमा पनि उपचार त गराउनु भयो होइन के भन्यो हस्पिटलले चाहिँ कस्तो खालको जानकारी गरायो होइन अब तपाईँको पिएसआर घटेको जिरो भएको अनि तपाईँ मुटुको समस्या फोक्सोको समस्या कलेजोको समस्या टाउको समस्या सर त्यति बेला अहिले त्यति भनेको अनि त्यहाँ पानी जमाएको मुटुकमा मुटुकमा काम नगरेको होइन अनि तपाईँले किडनी पनि गएको भनेर किडनी गएको भनेको यहाँ डक्टरले होइन बेन्चीमा लास्ट स्थितिमा मान्छे निकालिदिएको छ लानु भनेर घरमा उपाय छैन भनेर ल्याउँदाखेरि हामी ढुकढुकी मात्रै म सिलगढी पुर्याएको छु होइन सिलगढी न्युरो हस्पिटलमा दबाई उपचार हुँदैछ सर तर के भन्नु पैसा आर्थिक नभएर हजुरलाई आफन्त जनरले दिनुभयो पैसा तपाईँले दिँदा लानेको सर अलिअलि लगो होइन त्यो केही हुनेवाला छैन नहुने भइसक्यो होइन अनि उहाँहरूले भन्छ ठिक छ डक्टरले भन्छ तपाईँको बिरामी हुन्छ ठिक हुन्छ आतिनु हुँदैन 3 महिनादेखि 4 महिना लाग्छ त्यो हुन्छ तपाईँको बिरामी बिस्तारै हुन्छ तर तपाईँको समय लाग्छ 4 महिना 3 महिनादेखि 4 महिना लाग्छ र तपाईँहरूको बिरामीलाई अटो हुनेलाई छैन तर पनि अब तपाईँ हुँदै जाउँ भगवान जानु भगवान्को भएर छ भनेर गरिरहनु भएको छ होइन डक्टर पनि सल्लाह दिइरहनु भएको छ अहिले टाउको पनि तपाईँको यो पानी पहिला ब्लड तपाईँको भने यहाँ होइन उहाँ चाहिँ अहिले के भने अक्सिजन पुगेन छ टाउकोमा यहाँ यसो थिचेर हार्ट थिच्दा अक्सिजनमा चाहिँ नपुगेर छ त्यसले गर्दा त्यस्तो भएर बिहान बन्द भएर छ हेर्नु है बोली आएको छैन छोराको बोली आएको छैन आँखा हेर्छ पुलु बोलाउँदा यसो हेर्छ त्यतिमै चाहिँ हामीलाई सन्तोष छ अरू केही हामीलाई छैन होइन सन्तोष त्यति छ अनि आँखा यसो बोलायो मुख घरि चलाउँछ बोल्न खोज्दै यस्तो गर्छ नानी बोल्दा भन्दा अलि चलाउँछ त्यति छ सर अब के गर्ने भनेर हामी यस्तै घर जग्गा छैन सबै बेचिसकेँ यता गएर आर्थिक पनि केही छैन मेरो र बेच्ने उपाय केही छैन अहिले त्यसले गर्दा हजुरहरूले एउटा हाम्रो आर्थिक जुटाइदिनुहुन्छ र नमस्कार गर्दछु हजुरहरूलाई दर्शक अबको यता डक्टरले पनि के आश देखाएको रहेछ भने दर्शक अब पैसा भए तपाईँको छोरालाई सकुशल बचाउन सकिन्छ घर फर्काउन सकिन्छ भन्नुभएको थिएछ र यी आमा जो तारा बराइली जो बिरामी हुनुहुन्छ अस्पतालको बेडमा चाहिँ जीवन र मृत्युको दोषारणमा परिराख्नु भएको उहाँको आमा हुनुहुन्छ हरेक पल हरेक क्षण यी आँखाबाट झरेका बलिन्दर आँसुले आफ्नो छोरालाई कुरिरहेको हामी देख्न सक्छौँ दर्शकबिन यो आँसुले यति मात्रै चित्कार गरिरहेको छ कि भगवान मेरो छोरालाई बचाई सकुशल घर फर्काउन मद्दत पुर्याइदिनुहोस् भनेर हामी माझमा पनि सम्पर्क गर्नुभएको थियो र हाम्रा दर्शकहरू अत्यन्त धेरै मनकारी हुनुहुन्छ र धेरै ठाउँ हामीले यस्तै सहयोग आर्थिक भिडियोहरू बनाउने क्रममा यहाँहरूले हामीलाई आर्थिक रूपमा विश्वास गरेर अत्यन्त धेरै सहयोग गर्नुभएको थियो दर्शकबिन आज यो भिडियोमा पनि हामी विशेष अपिल गर्दछौँ यहाँहरूले एक रुपियाँ आफूले खाजा खर्च छुटाउनु भएको अर्थात् बचत खर्च छुटाउनु भएको तपाईँको 1 रुपियाँको मूल्य यो परिवारको लागि अत्यन्त महत्त्व छ र तपाईँले जति सक्नुहुन्छ यथासक्दो यो अगाडि रहेको स्क्रिनमा रहेको क्युआरमा जति सक्दो धेरै चाहिँ सेयर पनि गरिदिनुहोस् र आर्थिक सहयोग पनि गरिदिनका लागि हामी हार्दिक अनुरोध गर्दछौँ र तपाईँहरूले पठाउनु भएको पैसाको विवरणसहित अर्को भिडियोमा यति उठ्यो भनेर पनि यो परिवारमा आएर हामी यहाँ माझमा जस्ताको त्यस्तै भिडियोमा आज यहाँ माझमा देखाउनेछौँ र थोरै म आमासँग पनि कुराकानी गर्छु विशेष गरी आमा र छोराको बिरामी हुनुभन्दा अगाडि चाहिँ
कहिलेसम्म चाहिँ मजाले कुराकानी भइरहेको अवस्था थियो? के भन्नुहुन्छ बिरामीसँग कुराकानी भए पछाडि? कुराकानी त कति गते हो, शुक्रबारको दिन राम्रो सरसल्लाह गरेर बोलेर बसेको। शनिबार रातिदेखि शुक्रबार रातिदेखि भमिट गर्नु थाल्यो। अनि पानी खुवाएँ, गिलो भात खा भने खुवाएँ, तर पनि उसलाई केही अडिएन हो। खाँदा पनि अडिएन, पानी खाँदा पनि अडिएन। अनि बिहान शनिबारको दिन अनि जाउँ न त एक्सरे गरौँ भनेर अनि पठाएको। बुवा र भाउजूले लगेको, बिएनसीमै लगेको। उहाँ खानेपानीबाट रेफर लिएर लगेको। अनि लगेपछि भने डक्टर आइतबार मात्रै आउँछ भनेछ। किडनीको डक्टर आइतबार मात्रै आउँछ भनेछ। अनि त्यहाँबाट फर्काएर ल्याउनु भएछ घरमा। अनि त्यहाँबाट घरमा आएर पनि बेलुका आइपुगेँ, नदुख्ने सुई हान्दैछ। अनि त्यहाँबाट चाहिँ आएर फेरि एकछिनमा पानी खान आने भनेर दिएँ। अनि हाँस्दै हाँस्दै आएको छोरा। अनि एक्कासी घरमा साह्रो भयो मलाई त। आज गएको त मम्मी डक्टरै भेटेन, भोलि 8 बजी मात्रै आउनुपर्छ अरे, जानुपर्छ अरे, 8 बजी जाने भन्यो। अनि बाटैदेखि यहीँदेखि आयो, सट्टै घरमा भित्र पस्यो। अनि त्यहाँबाट उहीँ भर्ना गर्नु पर्थ्यो नि त छोरा भने। होइन, डक्टरले त्यसो भनेको, आराम पनि घरमा गर। अनि त्यसपछि भोलि 8 बजी किडनीको डक्टर आउँछ अनि भन्यो नि त, भोलि जाने नि त, अब टेन्सन नगर्नु मम्मी भन्यो। अनि त्यहाँबाट ल नि त भने छोरा ठिकै थियो। अब उसलाई त गाह्रो भएको थियो हुन त, तर पनि त्यहाँबाट पानी खान दिएँ। पानी खाएर अनि एकछिनमा भमिट गर्न थाल्यो भरे। त्यतिकै पानी खाँदा खाँदै भमिट गर्दा गर्दै त्यही नै यो छोरा, मेरो छोरा ढल्यो। अनि ढलेपछि अनि बाबाले उठाउनु भयो, मैले उठाएँ, दुईजना भएर उठायौँ। अनि त्यहाँबाट छोरालाई पानी झम्केर यताउति पानी झम्केर नि छोरालाई नि दाँत बाँधेको थियो भोरमा। त्यहाँबाट बोल्यो त्यति बेला, म त मम्मी उतै बस्नु पर्ने रहेछ। अनि डक्टरले जहाँ भन्यो मेरो छोरा अलिअलि होस आयो। मैले कराएर, कान धेरै कराएर होसमा ल्याएँ। अनि बाबाले मुखमा हात लाएर उगार्नु भयो। त्यहाँबाट अनि आँखा हेऱ्यो। अनि लुलु अटोबाट लगिहाल्नु भनेर अनि बुहारी अनि बुवा भएर अनि बेलुका भइगएको थियो। अनि अटो बोलाएर अनि लग्यौँ, लानुभयो। लानु बित्तिकै इमर्जेन्सीमा लगेर दबाईहरू गरेछ। अनि भरे कति 11 बजीतिर अनि आइसियूमा राखेछ। अनि भोलिपल्ट म बिहानै गएँ। मलाई रात पनि दिन पनि थाहा भएन, अझै पनि थाहा छैन मलाई। अनि मेरो छोरा यति छोरा ज्ञानी थियो, मेरो छोरा यति मायालु थियो, मेरो छोरा भनेको जीवन थियो, मेरो मूल अङ्ग मेरो छोरा थियो, मेरो जीवनको सहारा थियो मेरो छोरा। अहिले यस्तो रोग लाग्यो मेरो छोरालाई। अनि त्यहाँबाट गुमाएँ, आइसम्म राखेको रहेछ। अनि मैले बोलाएँ, छोरा तँलाई कस्तो छ भने मलाई ठिकै छ मम्मी मलाई भन्यो। अनि सबैतिर यता आउँदै भने अनि पाइप लगाएको रहेछ। अनि यहाँ त पाइप लगाएको रहेछ भने होइन, यो दबाई गरेको अरे मम्मी भने मजाले बोलेको मेरो छोरा। आइतबारको दिन बिहान जाँदाखेरि बोलेको। अनि बेलुका पनि गिलो भात अलिअलि खाएको मेरो बान्जीले खुवाउनु भएछ बेलुका। म त घरमा नानीहरू मात्रै थिएँ, आइगएँ, मनले नमानी आएँ। अनि आएपछि भोलिपल्ट फेरि गएँ। अनि भोलिपल्ट गएर पनि बोल्यो। अनि मलाई त हरानी तिर्खा लाग्यो मम्मी, म त के खानु जस्तो भयो भन्नु मेरो छोराले। अनि त्यहाँबाट खानु हुँदैन अरिँदैन।
अनि इन्फेक्सन भएको छ अरे नि त तिमीलाई भने होइन नि मम्मी बिमारले खानुहुन्छ भने मेरो छोराले आज मुखबाट केही खानु पाएको छैन मेरो छोरा केही खानु पाएको छैन अनि त्यतिकैमा अनि 2-2:30 बजी 1 बजीतिर मेरो छोराको एक्कासी दमबाट मेरो छोरा ग्यारो भयो अनि मेरो मम्मी बुवालाई बोलाइदिनु भन्दै रुएछ मेरो छोरा त्यहाँबाट हतार कुदेर गयौँ अनि गएपछि अनि मलाई लास्टै गाह्रो भयो भने मलाई हेर्दा पनि सकिनँ म पुत्दै बाहिर निस्केँ म पढेको भएन अनि बुवा बस्नुभयो के भन्नु कसो भन्नुभयो त्यहाँबाट अनि भेन्टिलेटरमा राख्नुपर्छ भनेछ डक्टरले अनि हुन्छ नि त छोरालाई गाह्रो भइसक्यो भन्नुभयो अनि त्यहाँबाट अनि भेन्टिलेटरमा राखिदियो अनि बोक्सोको पनि समस्या अनि मुटु पनि धड्कन रोकियो अरे 12 बजी राति भनेर आइरले थिचेछ मेरो छोरालाई ल्याउनको लागि अनि त्यहाँबाट बोक्सोको पनि समस्या मुटु कलेजोको पनि समस्या डेन्जर अनि किडनीमा पनि इन्फेक्सन भएर सबै शरीर लोरी मेरो छोराको चाहिँ अनि के अरे इन्फेक्सनको दबाई गर्नु थालेछ अनि टाउको हेरिँदैन त्यो डक्टरले टाउको एमआरआई बेलैमा गरिदिएको थियो भने मेरो छोरा अहिले यस्तो हुने थिएन होला गरिदिएन अनि 7 दिनमा आज भने भोलि भने छैन सबै ड्यामेज भएको छ यो नसाहरू सबै मरिसकेको छ अमेरिकै लगे पनि हुँदैन भने त्यही भेन्चेको डक्टरले अनि भेन्टिलेटरमा राखेको छ अनि म त सिलगढी लाने कुरा भएको थियो लैजाउँ भने फेरि मेरो छोरा त्यस्तो अवस्थामा अचेत अवस्थामा छ बोल्नु पनि छैन हातखुट्टा चलाउनु छैन केही छैन आँखा हेर्नु पनि छैन अनि त्यहाँबाट 7 दिन भयो झन् साह्रो लु अब 7-8 लाख त्यहीँ पनि हामीले खन्यायौँ तर छोरा जस्ताको तस्तै झन् साह्रो भयो अनि त्यहाँबाट एमआरआई गर्दा त्यस्तो भएछ राम्रै आएछ भनौँ न अब राम्रो त केही अहिलेसम्म बोली छैन अनि मान्छे पनि साह्रै चिन्दैन हातखुट्टा जिउ चलाउने कुरो छैन खाने पिने केही पनि छैन सिलेन्डको भरमा अहिलेसम्म मेरो छोरा बेडमा बसेको चाहिँ 32 दिन भइसक्यो हेर्नुहोस् सबैजनाले युट्युब च्यानल हेर्नुहुने सबै इष्टमित्रले देश विदेशमा भएका रहनुभएका आफ्नो आफन्त परिचित अपरिचित मेरो इष्टमित्र हुनुहुन्छ यो भिडियो सुन्नु देख्नुभयो भने सक्दो मेरो छोरा बचाउनुको लागि मलाई सहयोग गरिदिनु होला प्लिज मेरो इष्टमित्र हुनुहुन्छ गाउँघरले पनि गर्नुभयो देश विदेशमा पनि गर्नुहुन्छ भन्ने मैले आशा राखेको छु तपाईँहरूलाई विनम्र अनुरोध बिन्ती गर्दैछु मेरो इष्टमित्रहरू हुनुहुन्छ होला सबैजनाले मेरो छोरालाई बचाउनको लागि मेरो छोरा काखमा ल्याउनको लागि मेरो एउटा छोरालाई काखमा ल्याउनको लागि सबैसँग हात जोड्न चाहन्छु सबैजनाले मेरो भिडियो हेरिदिनु होला म एउटै आमा म छोरा बेगर बाँड्न पनि सक्दिनँ म त मर्छु मेरो छोरालाई ल्याउनु पाएन भने म मर्छु म बाँड्न सक्दिनँ मेरो छोरा बेगर म बाँड्न सक्दिनँ अहिले मलाई दिन पनि रात पनि एउटै भएको छ प्लिज मेरो छोराको भिडियो म हालिदिन्छु उहाँ छोराले हालिदिनुहुन्छ मेरो छोराको अवस्था हेरेर यो मेरो अवस्थालाई हेरेर मेरो दुःखको कुराहरू हेरेर सुनेर मेरो छोराको लागि बचाइदिनु सबै इष्टमित्रहरूले देश विदेशमा रहनुभएको मेरो मित्रहरू हुनुहुन्छ सबैजनाले सहयोग गर्नुहोस् चिनेकाले नचिनेकाले सबैले सहयोग गरिदिनुहोस् जति सक्नुहुन्छ दया मायाले तपाईँहरूले गरिदिनुहोस् गाउँघरमा पनि दया माया गरेर कति हामीले यहाँबाट चन्दा उठाउँदै अनि खोज्दै सहयोग उठाउँदै लाँदै अहिलेसम्म आज पनि अलिअलि उठेको छ अहिले पनि पुर्याउनु पर्ने डक्टरले जम्मा गर्न पैसा भन्छ
अनि त्यस कारणले 39 वर्षको आफ्ना कान्छा छोरा पनि अस्पतालको बेडमा यसरी नै छटपटिराख्नु भएको छ। आमाको चित्कार देखिराख्नु भएको छ, बुवाको चित्कार देखिराख्नु भएको छ, उहाँको आफ्नो भाउजूको चित्कार देखिराख्नु भएको छ। अन्ततः त्यति मात्रै कहाँ हो र दर्शकबिन, यति सानी छोरी पनि छिन्। यी सानी छोरीले आफ्नो भविष्य आफ्नो बुवा बिना अन्धकार छन्। यिनले आफ्नो बाबालाई बचाउनका लागि हामीलाई फोन गरेकी थिइन्, कृपया मेरो बाबालाई बचाइदिनुहोस्, कृपया मेरो घरसम्म आएर यो भिडियो बनाइदिनुहोस्, ताकि हाम्रो भिडियो हेरे पछाडि हामीलाई माया गर्ने धेरैजनाले कमसेकम सहयोगार्थक रूपमा आफ्नो बुवालाई त म देख्न पाउँछु। र उहाँको मम्मीले पनि हामीलाई भन्नुभएको थियो, मलाई यो सिउँदोको रङ अझै पनि लगाइरहने रहर छ, कृपया तपाईँहरू आइदिनुहोस्, जसरी हुन्छ मेरो श्रीमानलाई बचाइदिनुहोस्। यस्तै यस्तै कुराहरूले आज हामी यो ठाउँमा आएका छौँ। दर्शकबिन, यहाँ माझमा अत्यन्त हृदय विदारक भिडियो यहाँ माझमा सम्प्रेषण गरिरहेका छौँ। आज एकदमै धेरै गाह्रो भइरहेको छ यो भिडियो यहाँ माझमा सम्प्रेषण गर्दाखेरि र विगतका कुराहरू एकदमै यो घरको लागि सहन नसक्ने अवस्था बन्दै गर्दा आज यो 4 वर्ष पछाडि तिनै विगतका कुराहरू सम्झिन लगभग लायकका भइरहेका अवस्थामा बुवा आमा छरछिमेकी इष्टमित्र छोरी ज्वाइँ लगायतका धेरैजनाले परिवारको लागि धेरैभन्दा धेरै सहयोग गरिराख्नु भएको छ। अहिले पनि भारतको सिलगढीमा रहेको न्युरो अस्पतालमा लगभग 27 दिन भइसकेछ। दर्शकबिन, खानपिन बन्द भएको त लगभग 32 दिन भइसकेछ। मात्र औषधिको भरमा आफ्नो चाहिँ शरीर बचाइरहेका ती तारा बराइली जो 39 वर्षको हुनुहुन्छ, आफ्नो परिवारले धेरैभन्दा धेरै सहयोग अपिल गर्नुभएको छ। देश विदेशमा रहनुभएका आफ्नो आफन्तलाई पनि आमाले चाहिँ यतिखेर सम्झिनका लागि सम्झिराख्नु भएको छ। जति सक्नुहुन्छ यथाशक्दो रूपमा तपाईँको वालमा यो भिडियो आइरहेको छ भने अत्यन्तै धेरै सेयर गरिदिनुहोस्। अत्यन्तै धेरै जति सक्नुहुन्छ यथाशक्दो अगाडि रहेको क्युआरमा कमेन्टमा पनि देखिराख्नु भएको छ। यो क्युआरमा तपाईँले जति सक्नुहुन्छ यथाशक्दो आर्थिक सहयोग गरिदिनको लागि पनि हामी अनुरोध गर्दछौँ। र थोरै वस्तु अवस्था चाहिँ कस्तो छ भनेर चाहिँ उहाँको आफ्नै भाउजू जेठी भाउजूसँग चाहिँ म थोरै बुझ्न चाहेँ। हजुरको शुभ नामबाट सुरु गरौँ न। हेर्न जाँदा पनि राम्रै हुनुहुन्थ्यो होइन, अनि फेरि बेलुका हेर्न जाँदा पनि राम्रै हुनुहुन्थ्यो। पर्सिपल्ट चाहिँ थपक्क पेटमा राखेर उयो गरेपछि भेन्टिलेसनमा हाल्नुपर्छ भने भेन्टिलेसनमा त हुँदैन, भेन्टिलेसनमा हालेपछि त अब साह्रो पार्छ नि त, झन् साह्रो हुन्छ। अनि भेन्टिलेसनमा हालेपछि अनि भरे फेरि त भेन्टिलेसन पनि हुँदैन भन, आइरन लाएर छिचिदिएछ। आइरन लाएर खिचेपछि मुखको अक्सिजन त निकाल्दियो नि त हुँदैन, त्यो मुखको अक्सिजन ननिकालेको थियो भने त यहाँ छिट्दाखेरि पनि उँभो त जान्थ्यो अरे नि त। त्यो निकाल्दैछ क्या, त्यो निकालेपछि मुखमा अक्सिजन जान पाएन, त्यो जान पाएन। अनि डक्टरले पनि हेलचेक्रै गरेको हाम्रो भाइलाई। अनि भएन यहाँ यस्तोमा रुई हाल्नुपर्ने होइन, उसले यहाँ खादिदिएको रहेछ, दुईपट्टि कानमा रुई खादिदिएको, दुईपट्टि रुई खादिदिएको रहेछ। एमआरआई गर्दा यहाँ देखियो रुई, एमआरआई गर्दा त्यो नसुन्नुहोस् नबोलोस् भनेर होला नि डक्टरले, थाहा पाउँछ भनेर होला। अनि म हेर्न जाँदाखेरि त मैले कराएँ डक्टरलाई होइन, यो टेप किन लगाइदिनु भएको, यहाँ आँखामा टेप किन लगाइदिनु भनेको, आँखा हेर्दा आँखाको पानी सुक्छ भन्यो उसले होइन। अनि मैले यो टेप निकालिदिनु हुँदैन, त्यसरी सास हुँदाहुँदा त्यसरी टेप लाउनु हुँदैन भन्दाखेरि होइन आँखाको दाना उयो हुन्छ भनेर भनौँ। मैले कराएर अनि यताउति गर्ने। अनि आएपछि त त्यस्तो भयो हेर्नु। हामीले अब आएर म निस्केर सबैजनासँग आफ्नो आफन्तसँग सबैजनासँग कुरा राखेर सहयोग मागेर त्यति गऱ्यौँ। त्यति गरेर पनि घरमा ल्यायौँ। घरमा उसले अब निकाल्नु भन्यो होइन, निकालेर घरमा ल्यायौँ। अब हाम्रो भाइ हुनुहुन्छ होइन, हाम्रो भाइ हुनुहुन्छ, हामीले अब अन्तकतै लग्यौँ भने हाम्रो भाइको सास हुन्छ होइन भनेर हतार लग्यौँ। वहाँ लगेर पनि अहिले हामी सबैजना जुटेरै आफ्नो नजिक त नजाए नि सबैजना उयो गरेर हामीले गरिरहेको छौँ। अब अहिले चाहिँ अब हाम्रो आर्थिक अवस्था पनि सक्यो होइन, दिने ठाउँमा पनि दिइसक्नु भयो हजुरहरूलाई अब हामीले उयो गरेको। दर्शकबिन, यहाँहरूमा छ समष्टगत यहाँको हृदय विदारक अनि एकदमै दुःखद भिडियो
लिएको थियौँ राखेका थियौँ र परिवारको सम्पूर्ण कुराहरू यहाँले हेरिसक्नु भएको छ। दर्शकबिन हामी यहाँलाई अपिल गर्दछौँ यो परिवारलाई बचाइदिनुहोस्। यहाँको सानो सहयोगले यो परिवारलाई ठुलो राहत मिल्नेछ। यो परिवारमा पहिलो आफ्नो जेठा छोरा त गुमाउनु भयो, अब आफ्नो कान्छा छोरा जुन जीवन्त आफ्नो सहारा बुढेसकालको सहारा एकमात्र छोरो र जस्ताको त्यस्तै यहाँहरूमाझ भिडियो सम्प्रेषण गरेका छौँ। यो भिडियोलाई अत्यन्त धेरै सेयर गरिदिनु होला र जति सक्दो यथासक्दो आर्थिक सहयोग गरिदिनु हुनको लागि हामी अनुरोध गर्दछौँ। नमस्ते।